च्याउ के गर्ने अरू उपाय लाउन सकिनँ। यो तरिका मैले पाइप निकालेँ, पाइप निकालेर त गाह्रो परेछु। त्यसपछि अब यसमा म च्याउ हाल्छु, च्याउ चाहिँ एकदम राम्रो छ है। यो चाहिँ मैले चाहिँ ठाउँमै पुऱ्याएको भए धेरै त होइन, 4000 रुपियाँ चाहिँ कमाउने रहेछु। तर के गर्ने, उठाउमा पर्यो। ठ्याक्कै म हिँड्दा चाहिँ भेटाएको है, ठ्याक्कै हिँड्दा भेटाएको यो। खुब राम्रो छ, राम्रो च्याउ यो। यो लेकसल्लामा उम्रेको च्याउ हो। अटान्छ कि अटान्न यहाँ। लेकै सल्लो पियारी। यो काट्ने भाँडा पनि नभएर रुखमै छोडिदिएछु। यो हातले चाहिँ उठाउन सकिने। यो काट्ने भाँडा भएपछि बन्जराबाट काटेर ल्याउने थिएँ। रुखमा चढेर रुखमा चढेको खुट्टामा कामिरहेछ डरले। झाँक्री जस्तै काम नलाग्यो यार। यसपालिको सिजनमा पोहोर सालदेखि जेठ असारमै च्याउ चढिन्थ्यो रुखमा। यो साल चाहिँ पछाउ उम्रेर चाहिँ यो भदौ ठ्याक्कै आधा आधीमा मात्रै च्याउ भेटायो है। मेरो खुट्टा काम नलाग्यो यार, म त झाँक्री बन्न लाग्यो। लेकै सल्लो पियारी के बताउन, यसमै नअटाउला जस्तो लाग्यो यार। काट्ने भुइँमा भए म यस्तो मुढामा भुइँको मुढामा भए म चाहिँ राम्रो टिपिरहेको बनाउन सक्थेँ। माथि रुखमा भएको कारणले मैले चाहिँ दुई पटक रुख चढेर 2 पटक टिपेर ल्याएँ। यसमै खासमा अघि नै चाहिँ ढाँचा गरेको हुँ। अब एउटा पाइप भरिसक्यो, एउटापट्टिको खुट्टाको पाइप भरिसक्यो। अब अर्को खुट्टाको नहलाएर अलिक तल पारिदिन्छु। गाँठो अलि तल पारौँ क्या नअटाउँला र फेरि। लेकै सल्लो पियारी बेसीमा तुनी मेरो प्यारा नभइदेऊ भइगुनी। खुब राम्रो च्याउ रहेछ यार। यो 3 दिन अगाडि भए झनै राम्रो हुने थियो। टिप्दाखेरि पुरै दुध आइरहेछ यार, टिप्दाखेरि दुध आइरहेछ यसको। प्यान्ट यसको चोपले बाइनलाई कस्तो बनाउने हो ट्राउजरलाई त्यो चाहिँ थाहा छैन। च्याउ चाहिँ मजाले भेट्यो। के गर्ने, हामीलाई पनि च्याउ भन्नु होला, तर च्याउ बाटोमा पर्यो। बाटोमा परिदिएको भएमा चाहिँ साथीभाइलाई कोसेलीको व्यवस्था पनि गराउँथ्यो होला। के गर्नु, बाटोमा पर्यो। म चाहिँ खासमा च्याउ खोज्न आएको चाहिँ होइन है। यो हिँड्दै बाटोमा भेटाएको हो। यसो मिलाएर चाच्नु पर्यो। यहाँ अटाएन भने त फेरि बर्बाद हुन्छ। अटाएन भने बर्बाद हुन्छ। हाम्रो फेसबुक पनि मोनेटाइज भएको छ। म फेसबुकमा बहाल्छु यो भिडियो। तपाईँहरूले भिडियो के भन्छ अरे लाइक सब्सक्राइब गरिदिनु होला। मेरो चाहिँ
युट्युब च्यानलमा पनि हाल्छु। युट्युब च्यानल चाहिँ दुईटा छ मेरो च्यानल, रुलर लाइफस्टाइल र जलाकी भन्ने। यो राम्रो छ यार, कम्टाको राम्रो छ। यसलाई पुरा चाना बनाएर खाने हो भने राम्रो। कोही मैले टिप्न सकिनँ नपुगेकोलाई काट्ने भाँडा भए त म काटेर झार्थेँ होला। यहाँदेखि ठ्याक्कै रूपमा माथि उल्टो भिडियो बनाउँदा पनि एन्टी भएर नखिचिने रहेछ। दुईजना भइदिएको भए त एकजनाले भिडियो खिच्ने एउटाले टिप्ने बनाएर अच्छाको भिडियो बनाइन्थ्यो। तर के गर्नु, प्यान्टमा पनि नअटाउला जस्तो भयो यार। प्यान्टमा नअटाउला जस्तो भयो कि त अब चाहिँ जाङ्गे डन भन्छ। मेरो प्यारा कोही चाहिँ यो जरा ठुल्ठुल छ कि यो चाहिँ चना बनाउनेको जमन छ। यो चाहिँ बोरामै कट्टा बोरामा हाल्ने हो भने 1 बोरा हुन्थ्यो होला भन्ने लाग्छ। यो 15 किलो परेछ यार। 15 किलो भनेको यो चाहिँ 20-22 किलो हुन्छ क्या। जानुपर्छ यो बाटोमा, च्याउरा खो नै त्यो कौनो छेउ छ यार। मान्छेहरू यो बाटो पनि हिँड्ने रहेछन्। मान्छेहरू यो बाटो नहिँड्नको फाइदा मलाई फाइदा भयो के गर्नु। कौनो छ यार, पुरै कौनो छ त हौ। मेरो प्यारो नभइदेऊ। नङ दुखी हो यार। काट्ने भाँडा भइदिएपछि हुन्थ्यो, काट्ने भाँडा नभइदिएर एउटा पनि बच्चा कलाउन नमिल्ने पुरा माथिबाट खसाल्दै टिप्दै गरेको बुझु भएको छ।
यो चाहिँ 15 किलो हुन्छ है 15 किलो जेरा हुनेछ यो 15 किलो जेरा हुनेछ